जिन्दगीमा कसले दुःख गर्न चाहेको हुन्छ र? तर जीवनलाई सफल बनाउन दुःखै गर्नुपर्छ। अब भन्छ म दुःख गरिरहेछु, मेरै जीवनमा यति कष्ट किन आइरहेछ? जसले सङ्घर्ष गर्दैन उसको अगाडि च्यालेन्ज कहिले पनि आउँदैन। किनकि उसलाई केही गर्नै छैन। तर अगाडि च्यालेन्ज उसैको आउँछ जसले जीवनमा इतिहास रच्न चाहन्छ। त्यही भएर हजुरको जीवनमा च्यालेन्जिङ आइरहेछ, दुःख कष्ट आइरहेछ, केही फरक पर्दैन। त्यही त पाठ सिकिरहेछौँ हामी। अनि काम गर्दाखेरि कुन काम गर्दा कस्तो समस्या आउँछ त्यसलाई ह्यान्डलिङ गर्न सिकिरहेछौँ। आज ह्यान्डलिङ गर्न सिक्यौँ भने अरूलाई सिकाइन्छ। तर आफूले कुनै पनि समस्या फेस गरेको हुन्नौँ भने हामी कसैको फिलिङको कदर गर्न सक्दैनौँ। किनकि मूल्य थाहा हुँदैन। त्यही भएर जसले पनि सङ्घर्ष गर्दै जाँदाखेरि जति पनि चुनौतीको सामना गर्नुभएको छ एकदम राम्रो। तर जसले चुनौतीको सामना गर्नुभएको छैन जीवनमा सफल भएर पनि असफलै भए बराबर हो। त्यही भएर चुनौतीलाई लिग्न सिक्नुहोस्। चुनौतीलाई लिएपछि चुनौतीले नै ठुलो ज्ञानको बाटो खोल्छ, सफलताको बाटो खोल्छ।